चाहिँ हाम्रो धरानको एकदम फेमस ठाउँ मङ्गलाबारी भन्ने प्लेस है यस्तै छ यहाँ चाहिँ अनि यो रुख छ हामी चाहिँ आज धरानको मङ्गलाबारी चोकमा आइपुगेको छौँ यो चाहिँ हाम्रो धरानको मुटु जस्तै हो एकदमै पुरानो तर एकदमै अहिलेसम्म पनि एकदमै के भन्ने यसले जक्सन टाइपको हैन सबैजना जक्सन हुने ठाउँ धरानको एकदमै पुरानो धरान 11 मङ्गलाबारी चोकमा छ हजुरहरूलाई पनि अनि यो रुखलाई चाहिँ मैले एकदमै क्याप्चर गरेको छु किनभने यो रुखले कति सदियौं पुरानो रुख हो हैन अनि यसले कति राम्रो तितो मिठो राम्रो कुरा नराम्रो कुराहरू सबै देखेको होला यो रुखले हैन यो रुखको एनर्जीलाई मैले चाहिँ पुरा हेर्दै थिएँ क्या एकदमै बुढो रुख छ अनि हामी चाहिँ यहाँ चाहिँ आज मन्दिर जाँदैछौँ अन्त हाम्रो मम्मी चाहिँ त्यहाँनिर फ्रुटहरू किन्नु चाहिँ बसिराख्नु भएको छ अनि अहिले हामी चाहिँ सिटी सफारीमा चाहिँ जाँदैछौँ है गाइजहरू अब हेर्दै जानुहोस् न आज हामी कहाँ जान्छौँ त भनेर सबै पुरा ब्लग हेर्नुभयो भने थाहा पाइहाल्नुहुन्छ त्यहाँ के छुट्याइदिरहेको छ हैन आवाज सुन्दैछौ यहाँ गाडीमा हिँड्दैछु एउटा राम्रो गानो खोज्नु नि म पनि किनिदिन्छु भनेको क्या तपाईँले भ्याइ नभ्याइ हुन्छ विश्वास हुन्छ नि रेलवेको बजार चोक होइन ड्रेस लगाइरहेको यताबाट हाम्रो फुको घर जान्छ होइन सबै छ नि त मेरो चामलहरू ल्याउने सागसब्जी ल्याउने बनाएको भए दामी हुन्छ लिगामेन्टले अनि होस्टेल हो नि त झर्दै थियो अनि मम चाहिँ के हो कहाँ पो आएको अरे मम्मी हो एन्फा अब मर्दैन होला अनि अलिक तिमी तपाईँले पनि बोलाउँछु म
यहाँ पूर्णिमाको डे हो होइन, फुल मुन डे। अनि यहाँबाट चाहिँ सट्ट तपाईँहरूलाई म एउटा दामी भ्यू देखाउँदैछु। तारा फुल मुन कस्तो राम्ररी लागेछ। यो चाहिँ फुलको बोट हो होइन। टक्कसँगले चाहिँ आज फुल मुन डे, कार्तिक पूर्णिमा, कार्तिक महिनाको पूर्णिमा है। यो चाहिँ कति राम्रो जुन लागिरहेको छ, टक्कसँगले धेरै राम्रो देखिरहेको छ। सच ब्लेस्ड फिल भइरहेको छ है। चाहिँ हाम्रो मम्मीले पूर्णिमाको व्रत साङ्गे गरेको हो। चन्द्रदेवलाई चाहिँ हाम्रो मम्मीले चाहिँ अर्ध चढाउँदै हुनुहुन्छ। अन्त आजदेखि चाहिँ हाम्रो मम्मीको पूर्णिमाको व्रत चाहिँ साङ्गे भयो। त्यहाँनिर पूर्णिमाको जुन लागिरहेको छ अनि यतापट्टि चाहिँ यहाँ चाहिँ तुलसीको मठमा चाहिँ दियो बलिरहेको छ अनि यता मम्मीले चाहिँ साङ्गे गर्दै हुनुहुन्छ। त्यही हो होइन, व्रतहरू लिनु भनेको त्यही आफ्नो फ्यामिलीलाई राम्रो होस्, सबैलाई राम्रो होस् भनेर हो होइन। मम्मीले सक्दा जति लिनुभयो। हे चन्द्रदेव सबैलाई रक्षा गरिदिनु होला, सद्बुद्धि दिनुहोस्, सुख शान्ति दिनुहोस्, समृद्धि दिनुहोस् भनेर चाहिँ प्रे गरेको। दोषहरू नलागोस्, रोग कष्ट दुःख बाधा अर्जन नकारात्मक ऊर्जाहरू हटेर गओस् मम्मीको लगायत हाम्रो सबै परिवारको। मम्मीले चाहिँ लाइट बलेर मलाई हेर्दै हुनुहुन्छ। कस्तो राम्रो छ है। Happy full moon day.
भाइसँग भाइ खेलेको भाइ यसलाई कोही मसँग खेलाएको भाइ अरे दाँतै झऱ्यो भने अर्को हावा नत्र पारे हुन्छ दाँतै झार्दिनु यो चाहिँ नेक्स्ट डेको भ्लग हो अनि आज चाहिँ हामी चाहिँ हाम्रो फुपूको घरमा जाँदैछौँ हाम्रो मेन हाम्रो चाहिँ त्यहाँ चाहिँ हाम्रो मूल घर हो हैन मूल घर चाहिँ रेलवेमा रहेको छ अनि हामी चाहिँ आमा र म चाहिँ जाँदैछौँ अनि आज चाहिँ टेम्पोको सवारी हुँदैछ हाम्रो अन्त एकदम सबै मोमेन्टहरू क्याप्चर गर्दै जाँदैछु हिजोको फुल मुनको मिनी भ्लगमा चाहिँ यो एड गरेर फुल मोमेन्ट टु क्याप्चर चाहिँ अपलोड गर्दैछु भ्लगमा है त साथीहरू जतिजनाले पनि हेर्दै हुनुहुन्छ त्यसको लागि थ्याङ्क यू सो मच यस्तो जति पनि हामी डेली रुटिनमा गरिराख्ने कामहरू हुन्छ हैन यो चाहिँ एकदमै लाइक हुन्छ नि डेली गरिराख्नुपर्ने कामहरू अनि यस्तो हाम्रो नजिकको आफ्नो वातावरण यस्तो टेम्पोको सवारी भयो सफारीको सवारी भयो हैन यस्तो कुराहरू हेर्नु चाहिँ ओभर मजा आउँछ क्या जब तपाईँ यस्तो कुराहरूबाट टाढा हुन्छ अन्त फेरि आएर गर्नुहुन्छ नि यस्तो कुरामा एकदमै रमाइलो एकदम अट्याचमेन्ट हुन्छ के भ्यालु भन्ने कुराहरू चाहिँ यसरी नै सिकिँदो रहेछ क्या अब यस्तो कुराहरू पहिला डेली लाइफमा गर्दा यस्तोको भ्यालु लाग्दैन थियो जब 5 वर्ष टाढा भए अनि अहिले आएर यही कुराहरू गर्दैछु र पनि यसमा कस्तो रमाइलो वाउ कस्तो रमाइलो आनन्द हुन्छ नि मनमा पिस हुँदो रहेछ के त्यही भएर हरेक कुराहरूबाट सधैँभरि नजिक बस्नुभन्दा टाढा बसेर पनि हेरेर चाहिँ त्यसको भ्यालु झन् बढ्दो रहेछ भन्ने चाहिँ मैले सिकेको छु है तपाईहरुलाई कस्तो लाग्छ आको जस्तै आयो त ला छैन केही पनि के दिनु ला ओ नचाट ओ नानीहरू मन त खुट्टा पो चाट्दैछ जा मजाको फुल उयो रोप्नु भएछ उयोहरू इलामलाई पठाउनु पर्छ क्या यसले त मलाई त हेर्नु न ला अनि छैन बिस्कुट चाहिँ लिएन अहिले उयाँनिरबाट पक्नु पर्खी यसले गिद्दी गर्दैछ मलाई हेलो हो त इलमलाई क्या अन्त जानु आँटेको तल मोमो खानु भनेको त छुट्टी अरे नि त अन्त भरे त लुगा लाएर रेडी भएछ तिमीहरू मात्रै जाने म पनि मोमो खाने नि घर यो गब्बर हेर्ने यसको नाम गब्बरे हाम्रो यहाँ मोमो पार्टी यस्तो हुँदैछ हाम्रो अर्ग्यानिक मोमो पार्टी खतरा छ सबैको डिजाइन ओरिजिनल सेफ चाहिँ यो हुन्छ है यो बहिनी मम्मीले चाहिँ टोङमा पुरा खाँदैछ यहाँनिर मेरो पनि छ तर त्यहाँनिर होइन जस्ट मेमोरी मात्रै ओ फुपू त्यस्तो होइन यहाँ चाहिँ हाम्रो मोमो अर्ग्यानिक तरिकाले पाक्दैछ टक्कसँगले आगोमा नखाएको थुप्रो भन्छ अनि हाम्रो चाहिँ आगोमा टक्कसँगले फुपूको यो क्युट चुलामा पकाउँदैछौँ
दामी पाक्दैछ हैन। यो घर चाहिँ हाम्रो चाहिँ मूल घर हो, जहाँ चाहिँ हाम्रो बाबाहरू हुर्किनु भएको, बाबा मतलब मेरो ससुरा बाबा हुर्किनु भएको, मम्मी भित्रिनु भएको घर हो हैन। त्यहाँ चाहिँ हाम्रो फुपू हुनुहुन्छ, अहिले बाजे बोजू त खसेर जानुभयो, अनि त्यस्तो छ। अनि हाम्रो चाहिँ यो चाहिँ मूल घर हो है, त्यस्तो छ। अनि त्यसपछि हामी चाहिँ जस रमाइलो हुन्छ यहाँ जाँदा चाहिँ जहिले पनि। अनि चाहिँ हाम्रो फुपूको मूल घरको एक्वेरियम कति मजाले राख्नुहुन्छ, प्लान्टहरूदेखि लिएर यस्तो कुराहरू एकदम फुपूले चाहिँ राम्रोसँगले राख्नुहुन्छ। फुपूको मेहनत चाहिँ एकदमै देखिहाल्छ क्या, प्लान्टहरू ग्रो अप भएको, गमलाहरू सरसफाइदेखि लिएर हरेक कुरा यस्तो हेर्नुपर्छ, मजाले गर्नुहुन्छ। त्यसरी नै अब हामी बुहारीले पनि गर्नु त पर्ने, तर बुहारीहरू अलिक अल्छी छौँ त्यस्तै भइरहेको छ। मम्मी चेयर्स गरौँ, मोमोको पिठोहरू लागिरहेको छ यहाँनिर। अघि नै खायो नि त चेयर्स। चेयर्स फुपू को खाने फुपू? अघिल्लोको चिसो भयो होला त नि। हामी चाहिँ फुपूहरूकोमा टोङ्बा खाँदै मम्मी र मोमो चाहिँ पाक्दैछ खतरा। यो चाहिँ हाम्रो फुपूको एक्वेरियम खतरा छ है, मजाले राख्नुपर्छ, प्लान्टहरू खतरा। खै खिच्नु पनि हुँदैन, यति भन्दा दामी छ। ला कति धेरै दिनुभएको अन्डा पनि। ला हामी पनि यहाँनिर टक्कै मम्मी र म खाँदैछौँ यो दामी। यहाँनिर हाम्रो सेफले अचार बनाएछ नि, हामी चाहिँ पर्खिरहेको थियौँ। हो सेफ त हो नि त, अन्त यस्तो खतरा खतरा बनायो। ल है हाम्रो चाहिँ यस्तो जाँदैछ है आज टोङ्बा मोमो फुपूको घरमा। एलम चाहिँ हेरेको हेरे ल, धन्यवाद अन्डाको लागि, धन्यवाद फुपू। बिचारा मलाई फुपूले दिनुभएको अन्डा यहाँनिर आफ्नो उसको। यहाँ हाम्रो मुनिमा पनि छ। मुनिमा अम्बो आँखा त कहाँ डेन्जर देख्दो रहेछ मुनिमाको। मुनिमा मुनिमा भनेको राई भाषाबाट होइन, मलाई एलमले सिकाएको मुनिमा। मुनिमा आमा मुनिमा फेरि सानमा बसिरहेछ हौ हाम्रो मुनिमा। अन्डा चाहिँ हाल्नुपर्छ यहाँ टक्कसँगले। बेलुका चाल दिने बाँकी के आज मासुलाई नदिएको यसो गरेर हेरिरहेको मलाई। अरू बेला जान्दिनँ हिँडेर। खै मम्मीले त जान्छ भन्छ। बाई फुपू। बाई फुपू बाई बाई। बाई अरे ल फोन गर्दै गर्नु ल ल ल ल। कुहिरो निक्लेछ है, फेरि पानी पर्ने रहेछ। हो जुन चाहिँ दामी देखिरहेछ। चिन्दैछु भ्याउँदैछ त, भ्याउँदैछ त्यस यस्तो हुन्छ नि त। भिडियो गरेँ आजको मेरो यो पर्दा पछाडिको पर्दा अगाडिको ल पछाडिको नजारा भनेको चाहिँ टक्कसँगले मुन देखिरहेको छ है।
है मजाको हावाहरू पनि आइरहेको छ अनि मुन फुल मुन दामी लागिरहेको छ है। यो संसार कस्तो होला छरिएको छ मात्र खुसी हेरन बतास पनि तिमी र म र तिमी। मलाई चाहिँ टक्कसँगले यो मुन देख्दाखेरि चाहिँ पुरा त्यो आस्था तामाङ मास्कैको सँग याद आइरहेको छ। दामी देखिरहेको छ। वाह व्हाट अ नाइट टाइपको हैन। अन्त थ्याङ्क यू युनिभर्स, थ्याङ्क यू गड। कसले चाहिँ अब युनिभर्सलाई गडलाई थ्याङ्क यू भन्नुहुन्छ होइन। यो चाहिँ मैले पहिला भन्दिनँ थिएँ, अब थाहा पनि थिएन, त्यस्तो सिकेको पनि थिएन होइन। अन्त आजकल चाहिँ अब धेरै इन्स्टाहरूमा देखिन्छ, धेरै कुराहरूमा देखिन्छ अनि मान्छेहरू भएर चाहिँ अहिलेको जमानामा चाहिँ एकदमै हुन्छ नि, हामी चाहिँ एकदम त्यो मेसिनरी कुरा ज्यादा युज गर्ने भयो कि। तर अब त्यस्तो कुराहरू आफूसँग पैसा भएर हरेक कुरा जति पनि अब हुन्छ नि लग्जरियस लाइफहरूको कुराहरू एफोर्ड गर्न सके पनि, एफोर्डेबल भए पनि त्यो कुराहरू सुविधा गर्न सके पनि लास्टमा मान्छेलाई लास्टमा चाहिने भनेको चाहिँ आध्यात्मिक कुरा रहेछ भन्ने टाइप्सको लाग्छ कि। अब त्यस्तो लग्जरियस लाइफ त जिएको छुइनँ र भए पनि मैले चाहिँ त्यो कुराहरूको आभास गर्छु क्या। त्यही भएर आजकल चाहिँ यस्तो मुनलाई देख्दाखेरि पनि धन्यवाद भन्छु, सनलाई धन्यवाद, आजको दिनलाई धन्यवाद होइन। सबै कुरालाई आफ्नो यो युनिभर्सलाई नै धन्यवाद दिनुपर्छ। यस्तो राम्रो कुराहरू जन्मियो, यस्तो राम्रो कुराहरू देखियो होइन। त्यही भन्छु गाइस, हजुरहरू पनि धन्यवाद दिनु होला हरेक कुरालाई।